गिलास चाहिँ 10 रुपियाँ रहेछ। सुरुमा 20 रुपियाँ मेरो थियो। पसलले भाइरल बनाऊ है फेरि। त्यसपछि गिलास चाहिँ 20 रुपियाँ थियो, अनि 10 रुपियाँ। अनि मैले चाहिँ के भने मसँग पैसा छैन। अब पैसा नभएपछि 3 रुपियाँ मात्रै छ। 5 रुपियाँ छ मसँग, 3 रुपियाँ रहेछ। अब 3 रुपियाँ गिलासमा दिने हो कि नदिने आन्टीले हेर्दै जाऊँ है त। 3 रुपियाँ गिलासमा दिनुहुन्छ कि त जुम्नु त 3 रुपियाँ गिलासमा। 3 रुपियाँ गिलासमा दिनुहुन्छ। दिन्न त खुसी मनले दिनुहोस् न। आएर 3 रुपियाँ गिलासमा दिन्न मलाई। होइन दिन्न, भिडियो त बनिरहेको छ नि। 3 रुपियाँ गिलासमा चाहिँ मलाई दिन्न भनेको हजुरलाई। मलाई चाहिँ यहाँ 3 रुपियाँ गिलासमा दिने हुनुहुन्छ है आन्टीले।